जय नेपाल सबैजनालाई दर्शन नमस्कार नमस्ते होइन सबैजना संसारमा हुनुहुन्छ होला पक्कै पनि। आज चाहिँ हामी नेपालको झन्डा सहित पार्कतिर आइसकेका छौँ। एभ्री सन्डे चाहिँ म जुन पार्कमा आउने गर्थेँ त्यहाँ चाहिँ म आइसकेको छु। यो झन्डा कतिपय मान्छेले नचिन्न पनि सक्छन् होइन, त्यही न। अब हामी चाहिँ यो हाम्रो अनिल सरले चाहिँ लिएर आउनु भएको रहेछ। अनि कसले के भन्ने रहेछ त भन्ने हिसाबले म चाहिँ झन्डा सन्डा लिएर आज डोरेर चाहिँ अलि लगाउनु भइरहेको जस्तो मान्छे के कसो अनिल सर देशको झन्डाको कसलाई माया लाग्दैन यार। अनि तपाईँहरूको सन्डे चाहिँ कसरी बित्ने गर्छ? हाम्रो चाहिँ यसरी नै अब 2-4 भिडियो क्लिपहरू सुट गरेर हामी चाहिँ यतातिर पार्कतिर चाहिँ तपाईँहरूले थाहा छ एकदम राम्रो छ पार्क पनि। अब हेर्नुहोस् न यस्तो मान्छेले कस्तो रूपमा हेर्छन्, कस्तो रूपमा के भन्छन् भन्ने। तर भिडियो बनाउँदाखेरि चाहिँ मेन फोकस चाहिँ हाम्रो क्यामेरामा हुनुपर्छ। अब लास्ट सरम अब यस्तो हाम्रो अनिल सर चाहिँ धेरै मसिन भइरहेको छ मान्छे। मैले यहाँलाई तरुनी तन्दुरीहरू फेरि मस्तै आउँछन् के हामी त दुईजना अब कोही छैन नि के गर्ने खोइ। अरू कि तपाईँहरूको छन् भने यहाँ लिएर आउनु होला। यहाँ पार्क मस्तै ठुलो छ। काम गरेर एक दिन छुट्टी हुन्छ, बिराबारी हुन्छ त्यसको पनि। अब त्यसलाई कसरी स्पेन्ड गर्ने होइन, वान डे चाहिँ कसरी हामीले म्यानेज गर्ने कुन तरिकाले होइन, घुमेर फिरेर भनौँ न त। खासमा हेर्नुहोस् न भिड चाहिँ डह्रो छ, डह्रो भिड हो। नेपालको झन्डा चाहिँ फैरानु भइरहेछ। देशको अलिकति पनि माया छ तपाईँहरूलाई भने यो झन्डालाई एक लाइक चाहिँ हान्नु होला। अनि जय नेपाल लेख्न चाहिँ नबिर्सिनु होला। देशको यति माया लाग्छ, यति माया लाग्छ होइन। देशको माया नलाग्ने को होला र? नेपाली नेपाल ठिक छ। लेखेर चाहिँ जय नेपाल लेख्नु होला। एक कमेन्ट चाहिँ एक लाइक गर्न नबिर्सिनु होला साथीहरू। भन्दै साथै हामी अगाडि बढ्नेछौँ, गरिहाल्छौँ नि त। म अब तपाईँहरूले भन्नु होला आफ्नो अनुहार देखाइरहेको छु। म खासमा आज चाहिँ स्पेसली झन्डा देखाइरहेको हो होइन। अब यसरी झन्डा भित्रै जहाँ जहाँ मान्छे छन् त्यही जाने थियो। आज घाँटीमा यो झन्डा हालेर आफ्नो बाटो हिँड, आफ्नो खाऊ, आफ्नो काम निरन्तर रूपमा चाहिँ हुनु पर्यो होइन। म त त्यही भन्छु होइन। अब झन्डाको माया कति छ भन्ने कुरा मलाई मात्र थाहा छ। अब पब्लिक हो र धेरै छन् यहाँ, पब्लिसिटी चाहिँ धेरै भन्दा धेरै भनौँ न त। आज त झन् त्यसै सन्डे, एभ्री सन्डे चाहिँ पब्लिकहरू धेरै हुने गर्छन् यतातिर। पार्क पनि एकदम राम्रो छ। हामी चाहिँ यहाँबाट छिरेर उताबाट जाने हो खासमा। अब भनौँ न जहाँ हामी त उही जोडाजोडीहरूको देख्ने भनेको सिङ्गल त हामी दुईटा मात्रै हो। यति खाना खानेको कार्यक्रम भइरहेको मान्छेहरू पनि उत्तिकै छन् क्या। फेरि हेर्नुहोस् त उत्तिकै मान्छेहरू पनि भिडभाड धेरै छ मान्छेहरूको। केही सुटिङ भइरहेको छ, यिनीहरूको बिचमा पनि केही भइरहेको छ, बसेर खाइरहेको अथवा भनौँ न सर आजभोलि नर्मली युट्युब फेसबुक इन्स्टा चलाउने मान्छेहरू धेरै छन् क्या। अब युज गर्छन् होइन, भित्रभित्रै कसको कति फलोवर भयो भन्ने कुरो थाहा हुँदैन। तर झन्डालाई चाहिँ हामीले खसिदिनु भएन, घाँटीमा हुनु पर्यो। अलिअलि हावाले गर्दा हुँदा तलमाथि भइरहेछ, त्यो अन्यथा नसोच्नु होला भन्दै साथै आजको भ्लग चाहिँ हामीले यहीँसम्म एन्ड गर्नेछौँ र ल बाई बाई साथीहरू।